होइन। फेरि पनि मैले एउटा नयाँ भिडियो लिइरहेको थिएँ अनि भिडियो चाहिँ बनाउँदै थिएँ, अगाडिको भाग चाहिँ बिएड भएछ कि अनि मैले भिडियो चाहिँ एडिट गर्ने बेलामा बनाएँ यो भिडियो चाहिँ। अनि अगाडि भिडियोहरू जानुभयो त कस्तो लाग्छ अनि भन्दिनँ, रमाइलो छ भिडियो चाहिँ होस्, हेर्दै गरौँ पछाडिसम्म। दिदी लिप्दै हुनुहुन्छ दिदी चाहिँ। हिमाल पनि आउँछ, आउँदै अब राम्रो हिमाल नै आउँछ होला त्यहाँबाट त। हिमाल नै आउँछ, हिमाल नै आउँछ होला। तिमी फुल जस्तै यताबाट देखिहाल्छ नि। मैले चाहिँ पूजामा पिरियड भएर केही नै गर्न पाइनँ अनि टाढै बसेर हेरिरहेको थिएँ कि पूजाहरू हेरिरहेको थिएँ अनि भिडियोहरू बनाउने नै गरेँ। उहाँ टाढा छु कि म चाहिँ हिमाल नजिक यही गर्दैछु हिमाल आयो भनेर। त्यस्तै भयो, पूजा एकदम रमाइलो भएको थियो। अघि पूजाहरूको भिडियोहरू भयो नि, हामी सबैजना साडी लगाएर यसो अब टिकटक बनाउन आइरहेको छौँ, दिदी भाउजू राम्री राम्री भएर। यहाँ चाहिँ माथि चाहिँ पराल सुकाएको हाम्रो घरमा छोरीहरू त्यहाँ खेलिरहेको छौँ। मलाई चाहिँ कस्तो देखाएको छ भिडियोहरू बनाउँछ, सबैजना आइसक्नु भयो तल पनि, कोही आउँदै हुनुहुन्छ, कोही धेरैजना चाहिँ आइसक्नु भयो। पूजा चाहिँ आउँदैछ है त। के भएको यो अहिले चाहिँ ब्रेक टाइम भयो। कति राम्रो देखिया मेरो भाउजू, मेरो फुपू दिदीको बुहारी दिदी पनि तल हुन्छ। अहिले सबैजना दिदी नाच्नै आउनुभयो। अब अहिले हामी चाहिँ फोटोहरू डल्लै फोटो भिडियो खिच्छ, तर टिकटक धेरै बनाएन, टिकटक धेरै बनाएन। अब बनाउँछु, अगाडि एक दुईवटा बनाउँछु होला। अनि अब तल जानुपर्छ पूजा एकछिन, सबैजनाको भिडियो बनाउँछ। ल
भाइरल हुन्छ है भिडियो हाम्रो आन्टी चाहिँ यता प्रसाद बाँड्दै हुनुहुन्छ। आन्टी हेलो सक्यो भोक त धेरै लाग्यो होला दिदी पनि यहाँ हुनुहुन्छ अब यति नै हो। हिमाल चाहिँ मैले खै कस्तो राम्रो देखेको हिमाल चाहिँ पूजा अब कति हो